नमस्कार। कार्यक्रम सुशासन सवालको नयाँ अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल टेलिभिजनको संयुक्त प्रस्तुति कार्यक्रम सुशासन सवालमा विशेष गरी हामीले सरकारी र सार्वजनिक निकायबाट प्रवाह हुने सेवा, विकास निर्माण, राजस्व सङ्कलन, सार्वजनिक सेवा प्रवाह सँगसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न गतिविधिहरू प्रस्तुत गर्छौँ। त्यसो त विभिन्न विशेष समयमा विशेष व्यक्तिसँग विशेष संवाद पनि हामी गर्दै आएका छौँ। दर्शकवृन्द, हामी स्थानीय तहको ओडा तहदेखि केन्द्र तहसम्मका विभिन्न गतिविधिहरू जहाँ सुशासन केन्द्रित छन्, जहाँ भ्रष्टाचारका विषयहरूमा केन्द्रित हुन्छन् अथवा भ्रष्टाचार र सुशासनसँग सम्बन्धित हुन्छन्, त्यस्ता विषयहरूलाई पनि हामी उठान गर्छौँ यो कार्यक्रममा। आजको कार्यक्रममा एउटा विशेष व्यक्तिसँग विशेष संवादका सवालहरू अगाडि बढाउन गइरहेका छौँ र विशेष संवादमा आज हामीसँग उपस्थित हुनुहुन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण प्रसाद शर्मा दुवाडी। यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। धन्यवाद। सचिव, यहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रशासनिक नेतृत्व सम्हालेको पनि करिब 2 वर्षको हाराहारी हुन लागिसकेको छ। यहाँले प्रशासनिक नेतृत्व गर्दै गर्दा अख्तियारमा यहाँहरूले गरेको कार्य सम्पादन, यहाँहरूले गरेको कामको प्रश्न भन्दाखेरि खास गरी यहाँको अनुभव कस्तो रह्यो आयोगमा र यहाँहरूले यसलाई कसरी प्रस्तुत गर्नुहुन्छ यो कुरा? प्रशासनिक नेतृत्व भन्ने बित्तिकै अब यहाँले भने जस्तै खास गरी व्यवस्थापकीय कार्यहरू नै यसको मुख्य काम हुने भएले गर्दा मैले गरेको कामहरू भनेको व्यवस्थापकीय काम नै हो। आयोगको संरचना, आयोगको काम कर्तव्य अधिकार र आयोगको काम गर्ने मोडालिटी अलिकति विशिष्ट किसिमको छ। संविधान र कानुनले त्यो अनुसार नै निर्दिष्ट गरेको छ र यो आयोगमा चाहिँ करिब 990 भन्दा बढी जनशक्तिहरू कार्यरत रहेको र त्यो सबै जनशक्तिहरूको परिचालन गर्ने जिम्मेवारीमा म रहेको अवस्था हो। अब आयोगको लामो इतिहास छ, त्यसकारणले गर्दाखेरि हामीले गर्ने काम कारबाहीहरू धेरै नयाँ भन्दा पनि ऐन कानुन र कार्यविधिभित्र रहेर हिजोदेखि गर्दै आएको कामहरूलाई निरन्तरता दिने र केही नयाँ चाहिँ कार्यविधिगत सुधारका कामहरू गर्ने हिसाबमा नै हामी अगाडि बढिरहेका छौँ। म आइकन हामीहरूले खास गरी 2-4वटा एरियाहरूमा चाहिँ रिफर्म गर्नुपर्छ भन्ने हिसाबबाट अगाडि बढेका हौँ। जस्तै अब हाम्रो भित्र भएको यो अफिस अटोमेसन सिस्टममा चाहिँ आवश्यक मोड्युलहरू थप गर्नेदेखि लिएर गएर उजुरीहरूको स्क्रिनिङको छुट्टै एउटा कार्यविधि बनाएर उजुरीको स्क्रिनिङलाई व्यवस्थित गर्ने कार्यहरू र अरू पनि हामीले जति पनि काम कारबाहीहरू गर्छौँ ती सबलाई कार्यविधिगत हिसाबले व्यवस्थित गर्नुपर्छ भनेर हामी लागिरहेछौँ। र अहिले बिचमा चाहिँ सम्पत्ति शुद्धिकरण अनुसन्धानको पनि अनुसन्धान गर्ने जिम्मेवारी आयोगलाई आइसके पछाडि त्यो सम्बन्धी निर्देशिका र कार्यविधिहरू तर्जुमा गर्दै हामी कामहरू अगाडि बढाइरहेको अवस्था हो। भनेदेखि संस्थागत क्षमता विकास गर्ने हिसाबबाट र कर्मचारीको पनि क्षमता विकास गर्ने हिसाबबाट चाहिँ हामीले तालिम, प्रशिक्षण र नियमित रूपमा चाहिँ कार्यालय प्रमुख, महाशाखा प्रमुखहरूसँग चाहिँ नियमित संवाद गर्ने, उहाँहरूका समस्याहरू सुन्ने र तत्काल चाहिँ समाधान दिने हिसाबबाट हामीहरू अगाडि बढिरहेको अवस्था। सचिव, आयोगको मुख्य गरी अहिले यो पछिल्लो समय ध्यान खास गरी केमा केन्द्रित गरिरहनु भएको छ र केमा केन्द्रित छ? निश्चित रूपमा आयोगको ध्यान त संविधान र कानुनले भनेअनुसार नै भ्रष्टाचार जन्य कसुरको अनुसन्धान र अभियोजन गर्ने नै यसको मुख्य दायित्व हो। त्यसले गर्दा निश्चित रूपमा त्यही कार्यमा नै आयोग केन्द्रित रहेको अवस्था छ। आयोगको म्यान्डेट एज इट इज छ हिजोदेखिको अहिले पछिल्लो संविधान आइसके पछाडि र कानुन आइसके पछाडिको जे म्यान्डेट हो त्यही म्यान्डेटमै आयोग प्रतिबद्ध ढङ्गले, कटिबद्ध ढङ्गले काम गरिरहेको अवस्था हो। र त्यसमा खालि के भन्दाखेरि काम गर्ने विधिलाई, त्यसको गुणात्मक पक्षलाई विकास गर्ने हिसाबमा चाहिँ आयोगले अगाडि काम गरिरहेको मैले देखेको छु। हामी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेर पक्ष राष्ट्र पनि भइसकेका छौँ र यो हाम्रो संसदले पनि पारित गरेर यसको हामी अभ्यासमा अगाडि बढिरहँदा 2011देखि अहिले हामी 26मा छौँ र यो 26मा आइरहँदा पनि कतिपय अनक्याकका विषयहरूमा अझै निर्माण गर्नुपर्ने कानुनी व्यवस्थाहरूमा हामी कतै आवश्यकता छ भन्ने कुराहरूमा बहस र छलफलहरू चलिरहेको सन्दर्भ छ। यस सन्दर्भमा खास गरी हामीले के कुराहरू गर्नुपर्ने देख्नुहुन्छ यहाँले? हाम्रो देश अङ्क्याकको पक्ष राष्ट्र हुनु भनेको त्यहाँ जति पनि प्रोभिजनहरू छ त्यसमा हाम्रो एक किसिमको प्रतिबद्धता व्यक्त भएको अवस्था हो। त्यो चाहिँ नेपाल सरकारले नेपाल राज्यका विभिन्न निकायहरूले खास गरी अब संसदले कानुन बनाउने सन्दर्भमा होस्
या कार्यकारी निकायहरूले नीति बनाउने सन्दर्भमा होस्, ती कुराहरूलाई रिफ्लेक्ट गर्नुपर्छ भन्ने नै हो। अब अहिलेसम्म हामीले हेर्दाखेरि चाहिँ अङ्क 1 का प्रिन्सिपलहरू, अङ्क 1 का आर्टिकलहरूमा भएका व्यवस्थाहरू चाहिँ हाम्रो भ्रष्टाचार निवारण ऐनमा चाहिँ मुखरित हुँदै रिफ्लेक्ट हुँदै आइरहेको अवस्था छ। पछिल्लो अवस्थामा पनि जस्तो अब भ्रष्टाचार निवारण ऐनको दफा 17मा भएका प्रोभिजनहरू हामीले हेर्ने हो भनेदेखि पनि अङ्क 1 को आर्टिकलहरूसँग तादात्म्यता हुने गरेर केही कुराहरू आएको अवस्था चाहिँ छ। तर पनि अब त्यहाँभित्र अरू थुप्रै विषयवस्तु भएको कारणले गर्दाखेरि ती ऐन र नीतिहरूमा क्रमशः आउने क्रममा छ भन्ने मलाई लाग्छ। र अझै आउन बाँकी विषयहरू भनेको चाहिँ अङ्क 1 ले त भ्रष्टाचार नियन्त्रणको दृष्टिबाट, सुशासन प्रवर्धनको हिसाबबाट राज्यका समाजका हरेक अङ्गहरू चाहिँ भ्रष्टाचारजन्य कसुरको एउटा अनुसन्धान र अभियोजनको दायरामा आउनुपर्छ भन्ने उसको एउटा जेनरल जो प्रिन्सिपल छ। जहाँ गलत भएको छ, जहाँ क्राइम भएको छ, त्यो क्राइमबाट कहिले पनि उन्मुक्ति पाउनु हुँदैन भन्ने प्रिन्सिपललाई यदि हामीले मान्यो भने हामीले थुप्रै एरियाहरू कभर गर्न बाँकी छ। एउटा त्यो पक्षबाट हामीले हेर्न सक्छौँ। अनि अर्को भनेको चाहिँ जति पनि अहिले अनुसन्धान अभियोजन हुन्छ, हामीले सम्पत्ति को पुनर्प्राप्ति रिकभरी, जो एसेट रिकभरी हामी जो भन्छौँ, एसेट रिकभरीको मेकानिजममा पनि थुप्रै कामहरू हामीले गर्नुपर्ने छ। हामीले जति बिगो दाबी लिएर जान्छौँ, अरू मागदाबीहरू लिन्छौँ र त्यसपछि चाहिँ त्यो राज्यलाई रिकभर भएको छ कि छैन त भन्ने सन्दर्भमा हेर्दाखेरि हामीले धेरै सिस्टमहरू स्ट्रेन्थेन गर्नुपर्ने कुराहरू पनि त्यतिर छन् भनेदेखि चाहिँ अर्को हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धहरूमा बायोल्याटरल र मल्टिल्याटरल एउटा सम्बन्ध विस्तार गर्नुपर्ने विषय पनि हामीले थुप्रै कामहरू गर्नुपर्ने, हाम्रो म्युचुअल लिगल एसिस्टेन्स भएका कन्ट्रीहरूको सङ्ख्या बढाउनु पर्नेदेखि लिएर गएर, किनभने भ्रष्टाचारको बदलिदो स्वरूप र शैलीले गर्दाखेरि भ्रष्टाचारजन्य कसुरको अनुसन्धान अझै बढी चुनौतीपूर्ण हुँदै जाने सन्दर्भमा चाहिँ हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँगको पार्टनरसिप र उहाँहरूसँगको सरसहयोग आदान प्रदान गर्ने विषय पनि अलि बढी नै काम गर्नुपर्ने अवस्था छ। आयोगमा पछिल्लो वर्षहरूमा हेर्दा उजुरीको ग्राफ माथि नै गइरहेको छ, घट्दो छैन, बढ्दो छ। यसको मतलब हामीले यो देख्न सक्छौँ, यहाँहरूका रिपोर्टहरूमा पनि त्यो प्रस्तुत छ। र यसले आयोगको काम कारबाहीको चाप त बढी नै होला र प्राप्त उजुरीहरूको छानबिनमा छिटो छरितो र पारदर्शिताको लागि यहाँहरूले के कसरी काम गरिरहनु भएको छ? यो एकदम महत्त्वपूर्ण विषय हो। अब मतलब हामीले बेला बखतमा विभिन्न माध्यमबाट जानकारी पनि गराइरहेका छौँ आम नागरिकलाई, सम्पूर्ण सरकारवाला पक्षहरूमा। अब आयोग भनेको बेसिकली अहिले हाम्रो काम कारबाही चाहिँ उजुरी बेस नै छ, यहाँलाई थाहा छ होइन। हुन त हामीले विभिन्न अध्ययनहरू, विभिन्न मिडियामा आएका विषयवस्तुहरू, विभिन्न सोर्सेसहरूबाट आएका सूचनाहरूलाई पनि हामीले लिएर त्यसलाई अनुसन्धान अगाडि बढाउन सक्छौँ। तर मूलभूत रूपमा अहिले हामीले उजुरीमा आधारित हाम्रो छानबिन र अनुसन्धानहरू भएको कारणले गर्दाखेरि हामीले उजुरीलाई लिनको लागि विभिन्न माध्यमहरू चाहिँ छन्। सामाजिक सञ्जालका माध्यमहरूदेखि लिएर गएर प्रत्यक्ष भौतिक रूपमा उपस्थित भएर दिने माध्यम, टेलिफोन लगायत थुप्रै माध्यमहरूबाट हामीले उजुरी बढीभन्दा बढी नागरिकका उजुरीहरू चाहिँ आयोगमा आउन् र त्यसबाट चाहिँ हामीले भ्रष्टाचारजन्य कसुरहरूको चाहिँ धेरैभन्दा धेरै कभर हामीले गर्न सकौँ भन्ने हिसाबबाट नै आयोगले दायरा उजुरी दिने माध्यमको दायरा विस्तार गरेको हो। र त्यसको रिजल्ट पनि के देखेको छ त भन्दाखेरि उजुरीको सङ्ख्यामा बढोत्तरी भइरहेको अवस्था छ। र यसरी बढिरहेको उजुरीको व्यवस्थापन गर्ने सन्दर्भमा मैले अघि पनि थोरै इङ्गित गर्न खोजेको थिएँ। उजुरीलाई कसरी स्क्रिनिङ गर्ने त? उजुरी त विभिन्न किसिमका हुन्छन्। तथ्ययुक्त उजुरीहरू पनि हुन्छन्, कुनै चाहिँ कसैको व्यक्तिगत रिसिभीमा आधारित उजुरी पनि हुन सक्छन् र कतिपय उजुरीहरूलाई तत्काल छानबिनमा लिएर जान सकिने हाम्रो कार्यक्षेत्रभित्रका उजुरी पनि हुन्छन्, कार्यक्षेत्रभन्दा बाहिरका उजुरीहरू पनि हुन सक्छन्। भन्दा ती सबै उजुरीहरूलाई आएका सबै 36,000 उजुरीहरू हामी सबै उजुरीहरू छानबिनमा लान सक्ने अवस्था हुँदैन। त्यसैले गर्दा हामी त्यसलाई स्क्रिनिङ गर्नुपर्छ भनेर आयोगले एउटा आफ्नो कार्यविधिमा स्क्रिनिङ कसरी गर्ने भन्ने व्यवस्था गरेको छ। र त्यसलाई हामीले अफिस अटोमेसन सिस्टममा पनि हाम्रा सबै उजुरीहरू जान्छन्। हरेक कार्यालय प्रमुख र महाशाखा प्रमुखहरूले त्यो उजुरीको गम्भीरता हेरेर त्यो उजुरीको केही हामीले इनहाउस एउटा इन्डिकेटरहरू कार्यविधिमा बनाएका हुन्छौँ। त्यो इन्डिकेटरमा आधारित भएर यो उजुरी छानबिनको लागि योग्य छ कि अथवा छैन भन्ने हिसाबले हामीले परीक्षण गरिसके पछाडि अनि हाम्रो उजुरी परीक्षणको एउटा सिफारिस गर्ने समिति हुन्छ र त्यो समिति मार्फत सिफारिस गरेर हामी आयोगसम्म चाहिँ पेश गर्छौँ र आयोगबाट जे निर्णय हुन्छ त्यो अनुसार हामी चाहिँ अगाडि बढ्छौँ।
र उजुरीलाई स्क्रिनिङलाई व्यवस्थित गर्ने सन्दर्भमा चाहिँ दोहोरिएका उजुरीहरूलाई छान्नको लागि हामीले हाम्रो अफिस अटोमेसन सिस्टमभित्रैबाट विभिन्न चाहिने शब्दहरू किवर्डहरूको माध्यमबाट चाहिँ दोहोरो उजुरीहरूलाई पर्गेल्ने, उस्तै प्रकृतिका उजुरीहरूलाई पर्गेल्ने, एकातिर राख्ने, पटक पटक आइरहेका र अलरेडी छानबिनमा अनुसन्धानमा रहेका उजुरीहरूलाई चाहिने सर्टिङ गर्ने, यस्तो तरिकाहरूबाट पनि हामीले उजुरीलाई चाहिँ परीक्षण गर्ने, स्क्रिनिङ गर्ने कामहरू चाहिँ अगाडि बढ्छौँ। र अब एउटा आशा अपेक्षा भनौँ आगामी दिनमा चाहिँ हुनसक्छ हामीले सूचना प्रविधिको उच्चतम उपयोग गरेर विभिन्न कृत्रिम बौद्धिकता समेतका पनि प्रयोग गरेर हामीले उजुरीलाई स्क्रिनिङ गर्न सक्यौँ भनेदेखि चाहिँ अझ बढी हामी प्रभावकारी हुन सक्छौँ कि भन्ने हिसाबबाट पनि प्रारम्भिक रूपमा हामी छलफल गरेका छौँ, किनभने हाम्रो क्षमता त्यो लेभलसम्म पुगिसकेको अवस्था चाहिँ छैन। तर आगामी दिनमा चाहिँ त्यतातर्फ पनि जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। हामीले उजुरीको सङ्ख्या बढेको अख्तियारको तथ्याङ्क हेर्दा पनि थाहा पाउँछौँ र यहाँहरूले सार्वजनिक गरेकै वार्षिक प्रतिवेदनमा हेऱ्यौँ भने पनि उजुरीको सङ्ख्या घट्दो छैन, बढ्दै ग्राफमा छ। त्यसमा पनि स्थानीय तहको उजुरीहरूको सङ्ख्या बढी देखिन्छ। स्थानीय तहको सङ्ख्या बढ्नु अथवा कुनै पनि ठाउँको उजुरीको सङ्ख्या बढ्नु भ्रष्टाचार भइहाल्यो भन्ने कुरा होइन, त्यो त छानबिनले विस्तृत अनुसन्धानले देखिने कुरा हो, तथ्य प्रमाणहरूले देखिने कुरा हो। तथापि पनि उजुरी बढिरहेका छन्। यसमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई सचेत बनाउनका लागि आयोगले के कस्ता कार्यक्रम र कामहरू अगाडि बढाइरहेको छ? यो विषय चाहिँ विभिन्न सन्दर्भमा मैले भने पनि छु र आयोगले पनि आफ्नो वार्षिक प्रतिवेदनहरूको माध्यमबाट पनि भनेको छ। आयोगको कोर जुरिस्डिक्सन, कोर म्यान्डेट, मुख्य कार्य के हो र आयोगले गर्ने अन्य कार्यहरू के हुन् भन्ने हिसाबबाट अलि बढी एकचोटि छलफल गर्नुपर्छ कि भन्ने पनि मेरो व्यक्तिगत धारणा चाहिँ छ। किन मैले यो कुरा भनेको भन्दाखेरि भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजन गर्ने रूपमा नै मूलभूत रूपमा आयोगको जिम्मेवारी र आयोगको विशेषज्ञता, आयोगको अनुभव त्यसमा चाहिँ व्यापक छ। र जहाँसम्म रोकथाम र प्रवर्धनात्मक कार्यहरू गर्ने भनेको छ, त्यो भनेको चाहिँ भ्रष्टाचार हुनै नदिनको लागि गर्ने कार्यहरू हो। त्यो कार्यहरू चाहिँ नि मूलभूत रूपमा चाहिँ कार्यकारी निकायहरूको अथवा जसले रिसोर्स र अथोरिटीको प्रयोग गर्छ, जसले सार्वजनिक सम्पत्ति, सार्वजनिक कोष र कानुन कार्यान्वयनमा काम गर्छ, भ्रष्टाचार हुन सक्ने सम्भावित क्षेत्र त त्यही हो। त्यो क्षेत्रमा काम गर्ने निकाय र पदाधिकारीहरूले नै बढी रोकथाम र प्रवर्धनात्मक कामहरू गर्नुपर्छ भन्ने मान्यतालाई हामीले एकछिनलाई हेर्ने हो भनेदेखि चाहिँ आयोगको रोकथाम र प्रवर्धनात्मक भूमिका चाहिँ सहायक भूमिकाको रूपमा हुनुपर्छ भन्ने मेरो विचार हो। र तर अब विगतदेखि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हेरिने दृष्टिकोण चाहिँ यसले ओभरअलमा भ्रष्टाचार नियन्त्रण गरोस्, सुशासन प्रवर्धन गरोस्, यसले रोकथाममूलक, प्रवर्धनात्मक र उपचारात्मक तिनैवटा पिलरमा काम गरोस् भन्ने चाहिँ आम नागरिकको पनि अपेक्षा भएको र आम रूपमा पनि त्यही किसिमको बुझाइ भएकोले गर्दाखेरि चाहिँ आयोगले रोकथाममूलक र प्रवर्धन कार्यलाई चटक्कै छोड्न सक्ने अवस्था चाहिँ छैन। त्यसले गर्दा हामीले केही सिम्बोलिक रूपमा त्यस्ता कार्यक्रमहरू गरेका छौँ। जस्तै स्थानीय तहहरू, हरेक स्थानीय तहहरूमा चाहिँ हाम्रा मातहतका कार्यालयहरूबाट चाहिँ प्रवर्धनात्मक कार्यक्रमहरू लिएर जाने, प्रदेश स्तरमा प्रवर्धन कार्यक्रमहरू गर्ने, विभिन्न माध्यमहरूबाट हामीले सूचना यो उजुरी लिने माध्यमहरूको बारेमा प्रचार प्रसार गर्ने, भ्रष्टाचार विरुद्धका चाहिँ सचेतनामूलक स्लोगनहरू, नाराहरू हाम्रा वार्षिक उत्सवको दिवसहरूका सन्दर्भ पारेर गर्ने, पब्लिकेसनहरू निकाल्ने, यस्ता कामहरू हामीले गर्दै आएका छौँ। यस वर्ष पनि हामीले विगत वर्ष चाहिँ नै गरि नै रहेका छौँ। तर यसमा मेरो यहाँलाई जोड दिएर भन्न खोजेको कुरा के भने यो पर्याप्त हुँदैन। यसको लागि चाहिँ सबै सरकारी सार्वजनिक निकायहरूले आफ्नो जुरिस्डिक्सनभित्र बसेर प्रवर्धनात्मक र निरोधात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। त्यसो हुन सक्यो भने चाहिँ मैले यसमा एउटा उदाहरण दिएर पनि भन्ने गरेको छु, हात धोएर खाना खानु पर्दछ भनेर सचेतना फैलाउने विषय एउटा विषय भयो। तर जब कसैले चाहिँ त्यसो गरेन, सरसफाइमा ध्यान दिएन, पेटमा कीटाणु पस्यो, रोग लाग्यो भनेदेखि चाहिँ त्यसको उपचार गर्ने, त्यसलाई सर्जरी गर्नुपर्ने हो कि अथवा अरू किसिमको उपचार गर्नुपर्ने हो गर्ने काम चाहिँ चिकित्सकले गर्छ भने जस्तै सुरुमै हामीले चाहिँ चेतनामूलक काम गर्ने भनेको त टेबलमा, डेस्कमा एउटा अफिसरलाई, एउटा सम्बन्धित पदाधिकारी कर्मचारीलाई यसो गर्नु चाहिँ भ्रष्टाचारजन्य कार्य हुन्छ, यसो नगर्नु चाहिँ यो चाहिँ कानुन सम्मत कार्य हुन्छ भनेर हामीले सुरुदेखि नै
डेस्कदेखि नै त्यो खालको काम गरियो र जनतालाई पनि यी कामहरू चाहिँ भ्रष्टाजन्य कसुरतर्फ जान्छन् है भनेर चाहिँ हरेक तहमा हरेक सरकारवाला निकायहरूले यसलाई मेन स्ट्रिमिङ भन्छौँ हामी, यसलाई मूल प्रभावीकरण गर्न सकियो भनेदेखि चाहिँ यो बढी प्रभावकारी हुन्छ। आयोगले आफ्नो क्यापासिटी अनुसार र आफ्नो म्यान्डेट अनुसार चाहिँ गरिरहेछ। सचिव, जस्तो अहिले आयोगमा उजुरी दिने विभिन्न माध्यमहरू छन्, विभिन्न तौर तरिकाले आयोगमा उजुरीहरू प्राप्त हुन्छन् र त्यो उजुरी दिने उजुरीकर्ताको पहिचान उजुरीकर्ताले आफै कतिपयले खुलाएर दिनुहुन्छ, कतिपयले नखुलाई पनि दिन पाउने, बेनामे दिन पाउने व्यवस्था छ। यस्तो सन्दर्भमा आयोगले कसैले उजुरीमा आफ्नो नाम पहिचान खुलाएर दिनुभएको छ र त्यस्ता उजुरीकर्ताहरूको पहिचान आयोगले गोप्य राख्ने सन्दर्भमा कसरी व्यवस्थापन गरिरहनु भएको छ र कसरी काम गरिरहनु भएको छ? त्यस्तो ठ्याक्कै नयाँ अहिले हामीले अपनाएको त छैनौँ, तर उजुरीकर्ता हाम्रो कानुनी व्यवस्थाअनुसार अहिले हाम्रो जुन अभ्यास हामी गरिरहेछौँ त्यो अभ्यासअनुसार चाहिँ हामीहरूले बेनामी उजुरी दिन सकिन्छ र नाम राखेर आफ्नो पहिचान राखेर पनि उजुरी दिन सकिन्छ र उहाँहरूले चाहिँ मेरो पहिचान गोप्य राखिदिन हुन भनेर अनुरोध गरेर पनि उजुरी दिन सकिन्छ र त्यसरी अनुरोध नगरे पनि हामीले उजुरीकर्ताको पहिचानलाई गोप्य राख्छौँ। त्यसको लागि चाहिँ हामीले जस्तो उजुरी प्राप्त भएपछि विभिन्न निकायहरूमा हामी छानबिनको क्रममा पठाउँदाखेरि पनि उहाँहरूको पहिचानलाई हामीले गोप्य नै राखेर पठाएका हुन्छौँ र पछिल्लो चरणमा पछिल्लो अवस्थामा हामीले अहिले एकाध मात्र त्यस्तो गरेका छौँ जुन चाहिँ उजुरीकर्ताले मेरो पहिचान गोप्य राखिदिनुहोस् भनेको अवस्थामा हामीले कोड एउटा उहाँलाई चाहिँ कोड दिएर त्यो कोडको माध्यमबाट चाहिँ अनुसन्धानलाई अगाडि बढाउँदै लिएर जाने। उजुरीको दर्ता नम्बर हुन्छ, त्यो उजुरीकर्ताले दर्ता नम्बर पाउनुहुन्छ, आफ्नो दर्ता नम्बर त पाउनुहुन्छ, त्यसको साथसाथै अर्को व्यक्तिलाई नै पहिचान हुने खालको कोड पनि हामी दिन सक्छौँ। अहिले हामीले आन्तरिक रूपमा चाहिँ कोडिङ सिस्टम युज गरेका छौँ, प्रयोगमा ल्याएका छौँ। भनेको हरेक अनुसन्धान छानबिन अधिकृतहरूलाई चाहिँ को पहिचानलाई धेरै बाहिर नजाओस्, उहाँले एउटा गोपनीयता पारदर्शिता अनुसन्धान र छानबिनमा रहोस् भन्नको लागि हामीले जसरी कोडिङ प्र्याक्टिस सुरु गरिरहेछौँ त्यसै गरी हामीले चाहिँ उजुरीकर्ताको सन्दर्भमा पनि त्यस्तो कोडिङ चाहिँ गर्न सक्छौँ। तर अहिले हामीलाई त्यसरी मेरो पहिचान गोप्य राखिदिनुहोस् भन्ने हिसाबबाट धेरै उजुरीहरू आउने भन्दा पनि बेनामी उजुरीहरू नै बढी आउने भएको कारणले गर्दा हामीले त्यसलाई इन जनरलमा प्र्याक्टिसमा लगेका चाहिँ छैनौँ। तर अब हाम्रो कानुनमा पनि गलत उजुरी दिन पाइँदैन भन्ने कानुनी व्यवस्था पनि छ र त्यसको साथसाथै हामीले विभिन्न सन्दर्भमा सुझाव दिँदाखेरि आयोगले पनि र विभिन्न विज्ञहरूले पनि भन्दै आउनुभएको विषय चाहिँ हामीले यो उजुरी दिनेहरूको अधिकारको संरक्षणको विषयमा जसले हुइसल ब्लो गर्छ, जसले चाहिँ इसारा गर्छ यहाँ करप्सन भएको छ भन्ने हिसाबले त्यस्ता व्यक्तिहरूको चाहिँ संरक्षण गर्ने सम्बन्धी कानुनी व्यवस्था प्रष्ट हुनुपर्छ, यो स्वार्थको द्वन्द्व हुने सम्बन्धी कानुनी व्यवस्था पनि प्रष्ट हुनुपर्छ भन्ने विषयमा आवाजहरू उठिरहेको छ। आगामी दिनमा कानुन संशोधन परिमार्जन हुँदाखेरि यी विषयहरू सम्बोधन भएर आउँछन् होला भन्ने मलाई लाग्छ। अहिले बढ्दो सूचना प्रविधिको प्रयोग छ र विश्वव्यापी रूपमा सूचना प्रविधिको प्रयोग मात्रै होइन, यसको विकास पनि त्यही गतिमा भइरहेको छ। यस्तो सन्दर्भमा आयोगले आफ्नो काम कारबाहीलाई छिटो, छरितो र पारदर्शी बनाउन, प्रविधि मैत्री बनाउनका लागि यस्ता सूचना प्रविधिका टुल्सहरूलाई, उपकरणहरूलाई कसरी प्रयोग गरिरहेको छ र यहाँको कार्यकालमा विशेष गरी के कामहरू यसमा गर्नुभयो र केही त्यस्तो तयारी पनि गरिरहनु भएको छ? निश्चय नै अब हामीले आयोगको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउनको लागि सबभन्दा महत्त्वपूर्ण कुरा त सूचना प्रविधिको प्रयोगलाई नै हामीले बढाउनुपर्छ भन्ने लाग्छ। हुन त अब आयोगभित्र मात्रै सूचना प्रविधिको प्रयोग बढाएर अथवा कुनै एउटा निकाय मात्रै बढाएर हुँदैन, यसलाई होल अफ द स्टेटको, होल अफ द गभर्मेन्टको हिसाबले, गभर्नेन्सको हिसाबले हामीले हेर्ने हो भनेदेखि चाहिँ हरेक निकायहरूमा चाहिँ एउटा सूचना प्रणालीको विकास हुने र डेटाहरू, इन्फर्मेसनहरू चाहिँ एउटा पोर्टलबाट प्राप्त गर्न सकिने, डेटा सेयरिङ हुने त्यस्तो खालको प्रणालीहरू हुँदै गइसके पछाडि हामीलाई समयमा सूचना जानकारी पनि प्राप्त हुन्छ। त्यो कुरालाई मनन गरेर हामीले चाहिँ सूचना प्रविधिको प्रयोगलाई नै बढी महत्त्व दिनुपर्छ भन्ने हिसाबले हामीले हाम्रो आन्तरिक सिस्टमलाई पनि व्यवस्थित गरेका छौँ र त्यसको साथसाथै चाहिँ हामीले विभिन्न प्रमाणहरूको विश्लेषण गर्ने, प्रमाणहरू प्रशोधन गर्ने हिसाबबाट चाहिँ यो फरेन्सिक ल्याबहरू, डिजिटल फरेन्सिक ल्याब स्थापना गर्ने क्रममा विगतमा पनि थियो र बिचमा हाम्रो चाहिँ नि क्षति हुन गएको कारणले गर्दाखेरि त्यसलाई हामीले नयाँ डिजिटल फरेन्सिक ल्याब स्थापना गर्ने क्रममा चाहिँ हामी रहेका छौँ र त्यसै गरेर अरू ल्याबोरेटरीहरू
प्रयोगशालाहरूलाई पनि व्यवस्थित गर्ने हिसाबमा पनि हामी अगाडि बढिरहेका चाहिँ छौँ। तर हामीले साथसाथै विभिन्न सरकारी र अन्य निकायहरूको प्रयोगशालाहरूलाई, अन्य निकायहरूको सूचना प्रणालीहरूलाई पनि युज गर्ने हिसाबबाट चाहिँ हामीले एउटा साझेदारी गर्ने हिसाबबाट पनि अगाडि बढिरहेको अवस्था छ। र त्योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा भनेको चाहिँ अनुसन्धानकर्ता, अनुसन्धान अधिकृतको क्षमताको कुरा हो। अनुसन्धान अधिकृतलाई चाहिँ हामीले आयोगमा प्रवेश गर्ने बित्तिकै हामी उहाँहरूलाई चाहिँ नि 1 हप्ताको सेवा प्रवेश जस्तो यो के भन्छ अभिमुखीकरण तालिम दिन्छौँ। र हामी बेला बखतमा विभिन्न विषय क्षेत्रगत हिसाबले भूमि सम्बन्धी, सूचना प्रविधि सम्बन्धी अथवा खरिद सम्बन्धी विभिन्न किसिमका तालिमहरू पनि हामीले दिँदै आएका छौँ। र अहिले पछिल्लो समयमा त सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान गर्ने सन्दर्भमा उहाँहरूलाई चाहिँ विभिन्न मोड्युलहरू बनाएर अनुसन्धान अधिकृतहरूलाई समय समयमा रिफ्रेसर चाहिँ ओरिएन्टेसनहरू दिने, तालिम दिने कामहरू र विभिन्न वैदेशिक सङ्घ संस्थाहरूसँग पनि साझेदारी गरेर तालिमका कार्यक्रमहरू दिएर अनुसन्धान अधिकृतको क्षमता विकास गर्ने, जसले गर्दा अहिलेको रिसेन्ट ट्रेन्ड अनुसारको भ्रष्टाचारका जुन जोखिमहरू छन्, भ्रष्टाचारका नयाँ नयाँ प्रवृत्तिहरू जुन देखिँदै आएका छन्, एउटा भ्रष्टाचार गर्ने व्यक्तिहरूले चाहिँ अपनाउने जुन चाहिँ तरिकाहरू छ, त्यो तरिकालाई हामीले चाहिँ नि पहिचान गर्नको लागि र त्यसलाई चाहिँ एड्रेस गर्दै प्रमाण सङ्कलन गर्ने र अनुसन्धानलाई चाहिँ गुणस्तरीय अनुसन्धानको माध्यमबाट तथ्यमा आधारित अनुसन्धानलाई गर्नको लागि हामीहरू यसरी क्रियाशील भइरहेछौँ। सचिव, अख्तियार भनेको आम मान्छेको धारणामा के छ भने अख्तियार एउटा कारबाही गर्ने निकाय हो, एउटा कारबाही गर्ने कार्यालय हो अथवा यस्तै कुराहरू उहाँहरूले ठान्नुहुन्छ, सोच्नुहुन्छ। तर वास्तवमा अख्तियारले उजुरी परेपछि, कहीँ कमी कमजोरी भएपछि त्यसका आफ्ना प्रोसेसहरू पुरा गरेर, अनुसन्धान गरेर, त्यसको विस्तृत हेरेर, तथ्य प्रमाणहरू हेरेर कारबाही गर्ने एउटा पाटो छ भने एउटा चाहिँ भ्रष्टाचारै हुन नदिने गरी त्यस्ता प्रवर्धनात्मक कार्यक्रमहरू अगाडि बढाउनु पर्ने अर्को पनि सँगसँगै छ। त्यसमा यहाँहरूले के कसरी त्यस्ता प्रवर्धनात्मक कार्यक्रमहरू अगाडि बढाइरहनु भएको छ? अघि पनि हामीले यो विषयमा थोरै छलफल गऱ्यौँ। भ्रष्टाचार हुनै नदिने भने अब भ्रष्टाचार भनेको पहिला सुरुमा अब यसलाई विभिन्न हिसाबले परिभाषित गरिएको अवस्था छ। यसलाई एउटा अत्यन्त जटिल सामाजिक समस्याको रूपमा पनि यसलाई परिभाषित गरिएको छ। भ्रष्टाचार भनेको खालि एउटा भ्रष्टाचार निवारण ऐनको दफाहरूमा परिभाषित गरिएका कसुरहरूलाई कानुनी हिसाबले र प्राविधिक हिसाबले हामीले भ्रष्टाचार भन्छौँ। तर समाजमा हामीले हेर्ने हो भनेदेखि चाहिँ भ्रष्टाचारको उत्पत्ति कसरी हुन्छ, भ्रष्टाचारको सामाजिक स्वीकार्यता चाहिँ कस्तो छ र यो कसरी अन्तर्सम्बन्धित छ, कसरी यो जेलिएको छ भन्ने विषय चाहिँ बढी महत्त्वपूर्ण कुरा हो। त्यसले गर्दा भ्रष्टाचार हुनै नदिनको लागि चाहिँ आयोगले गर्दै आएको कामहरू त मैले अघि बताएँ। तर यसको लागि चाहिँ एउटा राष्ट्रिय अभियान नै र निरन्तर रूपमा फेरि एक समयमा एउटा उत्सवको रूपमा, एउटा चाहिँ कार्यक्रमको रूपमा मात्रै नभएर यसलाई निरन्तर रूपमा चाहिँ एउटा बौद्धिक प्राज्ञिक क्षेत्रदेखि लिएर गएर निजी क्षेत्र, आम नागरिक, सरकारी निकायहरू त भइ नै हाल्यो, संवैधानिक निकायहरू, मिडिया लगायत सम्पूर्ण चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय विकास साझेदारदेखि लिएर गएर सबै निकायहरूले चाहिँ हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा चाहिँ आफ्नो हिसाबले भूमिका निर्वाह गर्न सक्यौँ र लामो समयसम्म निरन्तर एकै किसिमबाट चाहिँ सुशासन मैत्री ढङ्गले काम गर्न सक्यौँ भने भ्रष्टाचार चाहिँ मुहानमै कम गर्न सकिने विषयहरू चाहिँ हो। र आयोग एक्लैको प्रयासबाट भ्रष्टाचार नियन्त्रण हुन सक्ने विषय भन्दा पनि यो चाहिँ एउटा सामूहिक जिम्मेवारीभित्रबाट गर्नुपर्छ भन्ने मलाई लाग्छ। र आयोगले त आफ्नो म्यान्डेटभित्रबाट मैले अघि भने जस्तो निरोधात्मक र प्रवर्धनात्मक भूमिकाहरूमा अलिकति चाहिँ सहायक भूमिकाको रूपमा र उपचारात्मक चाहिँ भूमिकाको रूपमा चाहिँ उपचारात्मक कार्यहरू चाहिँ अलिकति मूल भूमिकाको रूपमा चाहिँ आयोगले अगाडि आफ्नो कामहरू गरिरहेको अवस्था हो। सुशासन प्रवर्धन गर्ने कुरा, भ्रष्टाचार नियन्त्रण गर्ने कुरा र सेवालाई छिटो छरितो पारदर्शी विकास निर्माणमा गुणस्तरीयता कायम गर्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्रै हो कि भन्ने जस्तो कतिपयको त्यो बुझाइ र धारणा पनि हुनसक्छ र हामीले कतिपय ठाउँमा जाँदा त्यो प्रतिक्रिया पनि पाउँछौँ। तर यहाँलाई के लाग्छ, खास गरी एउटा नागरिक अगुवा, एउटा प्रशासनिक कुनै निकायमा बसेको त्यस्तो अधिकारी र पत्रकार, नागरिक समाज कसको भूमिका कस्तो रह्यो भने र कस्तो रहनुपर्छ भन्ने लाग्छ यहाँलाई सुशासन प्रवर्धन र
भ्रष्टाचार नियन्त्रणका लागि खास गरी? भूमिकाको विषय त अब यो नैतिक आचरण मूल्य मान्यतासँगबाट सुरु हुन्छ जस्तो लाग्छ मलाई। अब एउटा सामाजिक भूमिका होला, अर्को कानुनी भूमिका होला होइन। भूमिका विभिन्न हिसाबले परिभाषित गर्न सकिन्छ। समाजमा गएर चाहिँ भ्रष्टाचार गर्ने व्यक्तिहरू, भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेका व्यक्तिहरू, भ्रष्टाचार जन्य क्रियाकलापबाट चाहिँ एक किसिमको चाहिँ जीवन बिताएका व्यक्तिहरूलाई समाजले अस्वीकार गर्ने प्रवृत्ति हुन गयो, समाजबाट अस्वीकार्यता बढ्यो भनेदेखि व्यक्तिहरू भ्रष्टाचार गर्नबाट निरुत्साहित हुने कुराहरू समाजबाट सुरु हुन्छ होला। त्यसपछि त्यहाँको भूमिका के हुन सक्यो त भन्दाखेरि चाहिँ भ्रष्टाचारप्रति चाहिँ निर्मम हुने, भ्रष्टाचारलाई अस्वीकार गर्ने, भ्रष्टाचारलाई अस्वीकार गर्ने, निषेध गर्ने खालको कुराहरूदेखि लिएर गएर आफ्नो परिवारदेखि टोल समाजमा चाहिँ नैतिक आचरण र मूल्य मान्यता चाहिँ महत्त्वपूर्ण हो भन्ने विषयको प्रसार गर्ने कुरा नै अब त्यसको भूमिका हुनसक्छ जस्तो लाग्छ मलाई। अनि त्यसपछि अब सार्वजनिक क्षेत्रमा जो काम गर्छौँ हामीहरू, सार्वजनिक निकायमा काम गर्ने व्यक्तिहरूले कानुनको परिपालना गर्ने, व्यक्तिगत लाभ हानिमा चाहिँ नलाग्ने कुराहरू नै भयो, कानुनको पालना गर्ने कुरा नै भयो। फेरि पनि अब यसको एउटा कुनै अचुक अस्त्र या उपाय भइदिएको भए त संसारले धेरै भ्रष्टाचार नियन्त्रण गर्थ्यो होला। यसको कुनै रेडिमेड एन्सर या क्याप्सुल छैन जस्तो लाग्छ मलाई। त्यसले गर्दा निरन्तरको प्रयास गर्ने र इमान्दारितापूर्वक कार्य गर्ने कुरा नै महत्त्वपूर्ण हो। तर त्यो इमान्दारिता कसरी गर्ने हो त भन्ने विषय चाहिँ बडा जटिल विषय छ। त्यसले गर्दाखेरि चाहिँ एउटा हुनसक्छ हामीले एउटा रोल मोडल भएर देखाउने, आफ्नो अग्रजहरूलेबाट चाहिँ आफूभन्दा तल्लो पुस्ताले चाहिँ सिक्न सक्ने हिसाबले एउटा आदर्श ढङ्गबाट काम गर्दै गइयो भनेदेखि चाहिँ भोलिका दिनमा यसले समय लिएला, तर चाहिँ भोलिका दिनमा चाहिँ एउटा सदाचारी समाज निर्माण गर्न सकिन्छ र त्यसो भएपछि भ्रष्टाचार चाहिँ न्यूनीकरण हुँदै हुँदै जान्छ भन्ने चाहिँ मलाई लाग्छ। आजको यो महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। मैले पनि आफ्नो कुराहरू भन्ने मौका दिनुभयो, धेरै धेरै धन्यवाद। दर्शकवृन्द, आज हामीले कार्यक्रम सुशासन सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय आफ्नो उजुरीमा छिटो छरितो पारदर्शी छानबिनको कुराहरू होस्, त्यसमा तथ्य प्रमाण जुटाउने कुराहरू होस् र एउटा प्रवर्धनात्मक कार्यक्रमहरू कसरी अगाडि बढाइरहेको छ र सूचना प्रविधिको प्रयोगलाई पनि कसरी प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ त भन्ने सन्दर्भका विषयवस्तुसँग जोडेर आयोगका सचिवज्यूसँग कुराकानी गऱ्यौँ। फेरि अर्को अङ्कमा नयाँ विषयवस्तुका साथमा तपाईँहरूको बिचमा उपस्थित हुनेछौँ। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।